आज हामी कक्षा 9 को घाताङ्कको यो हिसाबको कसरी हल गर्ने भन्ने कुरा सिक्नेछौँ। सबभन्दा पहिला हामीले यहाँ घाताङ्कको नियम लगाउने कि यहाँ x पावर b / x पावर माइनस a छ, आधा सेम छ र त्यो भागवाला नियम लगाउने कि x को पावर b माइनस a हुन्छ त माइनस a अगाडि छ त यहाँ प्लस a भइहाल्छ। b प्लस a अनि माथि b माइनस a इन्टु यसरी पनि यहाँ पनि हुन्छ a प्लस c अनि माथि छ a माइनस c। त्यसरी नै यहाँ पनि हुन्छ, यहाँ x को पावर c प्लस b अनि इन्टु c माइनस b हुन्छ। अब हामी हेरौँ त यहाँ यो के फर्मुला हो त b स्क्वायर माइनस a स्क्वायर। यहाँ पनि के हुन्छ त a स्क्वायर माइनस c स्क्वायर इन्टु x पावर c स्क्वायर माइनस b स्क्वायर। ठीक छ। तब हामी यो सबैको आधार सेम छ भने यो सबै घात के हुन्छ त यो पावर के हुन्छ त जोडिन्छ त b स्क्वायर माइनस a स्क्वायर प्लस a स्क्वायर माइनस c स्क्वायर प्लस c स्क्वायर माइनस b स्क्वायर। अब हेरौँ त के कट्नेवाला छ b स्क्वायर कट्नेवाला छ c स्क्वायर कट्नेवाला छ a स्क्वायर कट्नेवाला छ। त x को पावर कति पाउँछ त 0। त हाम्रो x पावर 0 इक्वल टु कति हुन्छ त 1 हुन्छ। यो हाम्रो एन्सर भयो। आजको लागि यतिकै। सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।